यो भनेको 2 भाग खाएको अरे यो काकाको खेत अरे। यी एकजना सुब्बा दाइ हुनुहुन्छ, उहाँले सबै जान्नुहुँदो रहेछ। यो 2 भाग जम्मा 3 भागमा 2 भाग काकाले खानुहुन्थ्यो अरे, 1 भाग हामीले खान्थ्यौँ अरे। यो उँभोपट्टि चाहिँ काकाको, यो तल गएर उ तलसम्म यो तल हाम्रो खेत ठ्याक्कै चाहिँ यो हो। अहिले धान लटरम्म पाकिराखेको छ। उ त्यो तलतिर त्यो ठ्याक्कै यो पाकेको धान देखियो छुट्यो, मजाले पाकेको सुक्न लागेको त्यो धानदेखि उँधो चाहिँ हाम्रो खेत रहेछ। ल यही हो हाम्रो खेत। अब यहाँबाट उँभो यसो मास्तिर गएपछि यसो मास्तिर अहिले यहाँ यसो जङ्गल रहेछ। यहाँ यो अलैँची रोपेको रहेछ यो मास्तिर। अब यहाँ मास्तिर जङ्गलले छेलेको छ। यहाँ मास्तिर चाउरे कँडरियाको घर छ यो भित्रपट्टि। अब यता मास्तिर यसो मास्तिर गएर यो मास्तिर भनेको दमाईहरूको भएको डाँडो हो। अहिले खेतमा म उभिएर खेतका डिलामा उभिएर यो भिडियो खिचिराखेको छु। अहिले एकछिन माथि घर छेउमै गएर पनि खिचेर अनि देखाउने छु। बुझ्नुभयो नि बा? यस्तो रहेछ अहिलेसम्म हाम्रो खेत। ल धान रोपेर हराभरा बनाइराखेको रहेछ। ल